हिजो चाहिँ जुन मैले एउटा रिसर्च गरेको थिएँ, न्युजहरूमा पनि देखिएको थियो, देखिन चाहिँ अल जजिराहरूले हालिरहेको थियो। युएसजिएसले चाहिँ सुरुमा चाहिँ 4.4 म्याग्निच्युडको अर्थक्वेक गयो भनेर चाहिँ, त्यसको कारणले गर्दा एभालान्ची ट्रिगर भयो र उक्त एभालान्चीले चाहिँ यो लुन्दे रिभर भन्ने छ कि यिनीहरूको चाइनाको चाहिँ लुन्दे रिभर भन्छ, लुन्दे रिभर ब्लक गर्यो र एक्कासी चाहिँ फ्ल्यास फ्लड भनौँ न, फ्ल्यास फ्लड गयो भन्ने टाइपको थियो। तर यो हामीले एक्चुअली जुन देखेको 3टा ताल छ होइन, यहाँदेखिको डिस्टेन्स भनेको चाहिँ यो अराउन्ड 36 किलोमिटर छ। 36 किलोमिटरलाई चाहिँ त्यो 837मा चाहिँ उनीहरूको भनेअनुसार 837मा 4.4 म्याग्निट्युडको अर्थक्वेक गएपछि 850तिर चाहिँ यहाँनिर जुन चाइना र नेपालको बोर्डर छ मितेरी ब्रिज, यहाँनिर आइपुगेको थियो भनेपछि विदिन 15 मिनट्स चाहिँ यो 36 किलोमिटर ट्राभल गर्न त इम्पोसिबल नै छ। र हामीले चाहिँ एउटा स्टडी गरेका थियौँ, यो स्पेसल्ली यो एरिया कतिपय उसहरूले चाहिँ मिडियाले देखाइ पनि रहेको थियो, यो साङबुरीको एरियामा चाहिँ मोस्ट प्रोबेबली अर्थक्वेक गएको हुनसक्छ भन्ने कुरा गर्थ्यो। तर अहिलेको न्युजले युएसजिएसले के चाहिँ करेक्सन गरेछ भन्दाखेरि यो चाहिँ अर्थक्वेक गएर चाहिँ इन्सिडेन्ट भएको होइन, यो ठुलै चाहिँ ग्लेसियर कोल्याप्स भयो। ग्लेसियर कोल्याप्स भएर चाहिँ त्यसको चाहिँ कम्पनले चाहिँ गर्दाखेरि अर्थक्वेक गएको भन्ने कुरा गर्थ्यो। अनि त्यसको हेर्दाखेरि चाहिँ 50 to 100 मिटरको हाइटबाट चाहिँ त्यो चाहिँ ग्रेजुअल्ली चाहिँ तल झरेको हुनुपर्छ भन्ने कुरा गर्थ्यो। त्यही भएर साङबुरीको चाहिँ एप्रोक्सिमेटली हाइट भनेको 6500 एराउन्ड त्यस्तै एप्रोक्सिमेट त्यस्तै छ। र यसको नजिकको तलपट्टि रहेको चाहिँ जुन यो अहिले म्यापमा चाहिँ देखिएन, यो एउटा चाहिँ ग्लेसियर हो। यो ग्लेसियर चाहिँ मोस्ट प्रोबेबली कोल्याप्स भएको हुनसक्छ। कसरी एभलान्च गरेर ट्रिगर भएर हुन पनि सक्छ, अथवा यसको पानीहरू तल रसाएर गइरहेको हुन्छ। केही गरी चाहिँ अब यो पानी पर्नाले कि थोरै मात्रामा केही पानी अथवा चाहिँ एभलान्सले नै यसलाई चाहिँ धक्का दिएर चाहिँ त्यो खोक्रो जस्तो हुन्छ, त्यो पुरै भाँसियो। यो भाँसिएर चाहिँ यो एक्कासी तल झऱ्यो। यसको डिस्टेन्स भनेको एप्रोक्सिमेटली यो ठाउँदेखि चाहिँ ग्लेसियरको ठाउँ भनेको एप्रोक्सिमेटली 4 to 5 किलोमिटर्स, नट मोर देन द्याट। भनेको 15 मिनटमा यो डिस्टेन्स कभर गर्न चाहिँ एकदम पोसिबल एरिया हो। त्यही भएर चाहिँ चाइनाले चाहिँ कुनै रिस्पोन्स पनि गर्न पाएन, उनीहरूले पनि गर्न नपाएकै हो। कम रिस्पोन्स टाइममा पनि उनीहरूले रेस्क्युको त कुरा नभयो, मान्छेहरू थाहा पाएपछि पनि भागदौड गर्ने मान्छेहरू पनि कसरी च्यापिरहेको थियो भन्ने कुरा हामीले त्यो भिडियोमा पनि देखिरहेकै हो। सो यसको के अरे एउटा सेटेलाइट इमेज पनि छ, यसमा पनि हाल्छु मैले, त्यसमा पनि प्रष्ट देखिएको छ होइन। अनि त्यसपछि अल जजिराले नै हालेको छ, अरू इन्डियन मिडियाहरूले पनि हालेको छ। यो चाहिँ अर्थक्वेकबाट चाहिँ भएको इन्सिडेन्ट होइन, यो एउटा ग्लेसियर कोल्याप्स भएको, ग्लेसियर रिभर चाहिँ कोल्याप्स भएको, ग्लेसियर हिमनदी चाहिँ भन्नु फुट्न गएको, दब्न गएको के भन्ने त्यसलाई अब कोल्याप्स भएको हो। हिमताल फुटेको चाहिँ होइन, तर हाम्रो यतापट्टि जुन देखेको हिमतालहरू छ यहाँको डिस्टेन्स चाहिँ टाढा छ। 35 किलोमिटर भनेको चाहिँ धेरै हो। जुन यो भोल्युम वाटर भोल्युम हेर्दाखेरि यो नजिकको चाहिँ तालहरू हेर्दाखेरि सुरुको चाहिँ सस्पेन्सियस एउटा चाहिँ के भन्छ त्यसलाई हामीले गर्न सक्छौँ, सम्भावित हुनसक्छ भने, तर मोस्ट प्रोबेबली यो नै हो जस्तो लाग्छ। साङबुरी तलको ग्लेसियर कोल्याप्स भएकै हो।